आज जब नेपाल ऊर्जा सङ्कट, विदेशी निर्भरता र आर्थिक असन्तुलनका चुनौतीहरूसँग जुधिरहेको छ, देशभित्रै लुकेका स्रोतहरू फेरि खोजिन थालेका छन्। यिनै स्रोतहरूमा पर्छ बुटवल क्षेत्र मुनिको पेट्रोलियम सम्भावना, जसको बारेमा पहिलोपटक औपचारिक वैज्ञानिक सङ्केत 1970 को दशकमा प्राप्त भएको थियो। त्यो पनि कुनै सामान्य संयोगबाट होइन। संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम UNDP र नेपाल सरकार बीचको ऐतिहासिक सहकार्य अन्तर्गत 1973 भएको विश्वव्यापी तेल सङ्कटले धेरै देशहरूलाई ऊर्जा सुरक्षाबारे सोच्न बाध्य बनायो। त्यो बेलासम्म नेपाल सम्पूर्ण रूपमा भारतमा निर्भर थियो र देशभित्रको ऊर्जा संरचना पनि नवविकसित अवस्थामा थियो। UNDPले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत खनिज स्रोतहरूको प्रारम्भिक खोजी अभियानमा सहयोग गर्यो। त्यसै अनुसार 1970 को दशकको मध्यतिर नेपालमा पेट्रोलियमको सम्भावना अध्ययन प्रारम्भ भयो, जसको केन्द्रीय क्षेत्रमा बुटवल पनि समावेश थियो। बुटवल भूगर्भीय दृष्टिले निकै जटिल र रोचक भूभाग हो। यो स्थान शिवालिक श्रृङ्खला र इनर तराईको सङ्गममा अवस्थित रहेको छ, जहाँ प्राचीन नदीहरूद्वारा लहराइएका जैविक अवशेषहरू हजारौँ वर्षसम्म थुप्रिएर सेडिमेन्टरी तह बनाएका छन्। यस्तै भूगर्भीय बनावट पाकिस्तान, भारत, बङ्गलादेश र मध्य एसियामा देखिएको छ, जहाँ आज ठूलो मात्रामा तेल ग्यास निस्किन्छ। UNDP नेपाल सरकार अध्ययन टोलीले यिनै विशेषता पहिचान गर्दै बुटवल र त्यस आसपासको क्षेत्रलाई अध्ययनको प्राथमिकता बनायो। 1970 को दशकमा UNDPद्वारा प्राविधिक सहयोग र वैज्ञानिक विशेषज्ञता उपलब्ध गराइयो। अध्ययनले निम्न चरणहरू समेटेको थियो। बुटवल क्षेत्रको चट्टान संरचना, सतही तहहरू र फोल्डहरूको विस्तृत म्याप तयार पारियो। भूकम्पीय तरङ्ग प्रयोग गरेर जमिनमुनिका तहहरूको बनावट अनुमान गरियो। माटो, चट्टान र जमिनमुनिका नमुनाहरू परीक्षण गरी हाइड्रोकार्बनको सङ्केत खोजियो। स्थानीय बासिन्दाहरूबाट तेल जस्तो गन्ध आउने पानी, बुलबुला निस्कने जमिन आदि स्थानहरूको परीक्षण गरियो। अध्ययनले बुटवल र त्यस आसपासका क्षेत्रहरूमा हाइड्रोकार्बन उत्पादन हुन सक्ने सेडिमेन्टरी बेसिन संरचना रहेको निष्कर्ष निकालेको थियो। तर तत्काल उत्खननका लागि थप गहिरो ड्रिलिङ आवश्यक ठहरियो, जुन त्यसबेला नेपालका लागि वित्तीय, प्राविधिक र संस्थागत रूपमा सम्भव थिएन। यद्यपि तत्काल परिणामस्वरूप कुनै उत्खनन भएन। त्यो अध्ययनले नेपालमा पहिलोपटक वैज्ञानिक आधारमा पेट्रोलियम सम्भावनाबारे विश्वास जगाएको थियो। यसको प्रभाव यस प्रकार देखियो। खानी तथा भूगर्भ विभाग सक्रिय बन्यो। 1980 को दशकमा चितवन, दाङ र नेपालगञ्ज क्षेत्रमा थप अध्ययन भयो। भारत, चीन, क्यानाडा जस्ता देशहरूले सम्भाव्यता अध्ययनमा चासो देखाउन थाले। तर आवश्यक ड्रिलिङ र विश्लेषण उपकरण नेपालसँग थिएन। 70-80 को दशकमा नीति निरन्तरको कमी पनि थियो। तत्काल प्रतिफल नआउने भन्दै निजी क्षेत्रले चासो पनि देखाएनन्। बुटवलको जमिनमुनि गढिएको सम्भावनाको खोजी 50 वर्ष अगाडि सुरु भएको थियो। UNDP नेपाल सरकार सहकार्यले देखाएको मार्गदर्शन अझै अधुरो छ, तर विस्मृत छैन। आज जब विश्व नवीकरणीय र वैकल्पिक ऊर्जा स्रोतहरूतर्फ अगाडि बढिरहेको छ, नेपालले पनि त्यो सम्भावनालाई पुनः जीवन दिन सक्छ। 1970 को दशकमा विश्वव्यापी रूपमा तेल सङ्कट सुरु भएको थियो। 1973 मा अर्गनाइजेसन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिजद्वारा तेल आपूर्तिमा कटौती गरेपछि तेलको मूल्य आकाशियो। यो घटनाले विशेष गरी तेल आयातमा निर्भर मुलुकहरूलाई गहिरो झड्का दियो। नेपाल जस्तो विकासशील राष्ट्र जहाँ घरेलु ऊर्जा स्रोतको सीमितता छ र औद्योगिकरण सुरु हुँदै थियो, त्यो बेला ऊर्जा भविष्यको खोजीमा लाग्न बाध्य भयो। यसै सन्दर्भमा UNDP को सहयोगमा नेपाल सरकारले आफ्नो भूगर्भीय संरचना अध्ययन गर्न र पेट्रोलियम सम्भावनाबारे प्रारम्भिक अन्वेषण सुरु गरेको थियो। UNDP नेपाल सरकार परियोजनाले देशलाई 10 वटा सम्भाव्य पेट्रोलियम ब्लकहरूमा विभाजन गर्यो। यी ब्लकहरू पूर्वको झापादेखि पश्चिमको कैलालीसम्म फैलिएका थिए। अध्ययनको प्राथमिकतामा तराईका भूसङ्ग्रह भएका क्षेत्रहरूमा केन्द्रित थियो, जहाँ जैविक अन्वेषणहरूका आधारमा हाइड्रोकार्बनको सम्भावना देखिएको थियो। छनौट गरिएका ब्लकहरूमा चितवन, दाङ, नेपालगञ्ज, लुम्बिनी, झापा र बुटवल आसपासका क्षेत्रहरू प्रमुख थिए। यी क्षेत्रहरूमा शिवालिक पहाड र इनर तराई बीचको भूगर्भीय बनावटले हाइड्रोकार्बन जमिनमुनि दबिएको हुन सक्ने सङ्केत देखाएको थियो। UNDP र नेपाल सरकारको अध्ययनबाट केही महत्त्वपूर्ण निष्कर्षहरू पनि प्राप्त भएका थिए। नेपालको भूगर्भीय संरचना हाइड्रोकार्बन उत्पादन हुने देशहरू जस्तै पाकिस्तान, भारत र बङ्गलादेशको केही भूभागसँग मिल्दोजुल्दो रहेको छ। विशेष गरी चितवन उपत्यका, दाङ उपत्यका र बुटवल क्षेत्रभित्रका भूगर्भिक तहहरूमा तेल वा ग्यास भण्डारण हुन सक्ने सङ्केतहरू पनि देखिएका थिए। तर उत्खनन योग्य मात्रामा स्रोत भेटिएको पुष्टि हुन भने गहिरो अनुसन्धान, ड्रिलिङ आवश्यक ठहरियो, जुन लगानी, प्राविधिक क्षमता र राजनैतिक इच्छा शक्तिको अभावका कारण तत्काल सम्भव भएन।
यद्यपि यो प्रारम्भिक प्रयासबाट प्रत्यक्ष उत्खनन भएन। यसले नेपालमा खनिज अनुसन्धानको आधारशिला भने निर्माण गरिदियो। त्यसपछि 1982मा पेट्रोलियम एक्सप्लोरेसन प्रमोसन प्रोजेक्ट स्थापना गरियो। नेपाल सरकारद्वारा खनिज अन्वेषण नीति बनाइयो, जसमा विदेशी लगानीकर्ताहरूलाई अध्ययन र उत्खननमा सहभागी गराउने व्यवस्था गरियो। पछिल्ला दशकहरूमा चीन, भारत, नर्वे लगायतका मुलुकहरूले अध्ययनमा चासो देखाए। 50 वर्षपछि पनि नेपालले अझै पेट्रोलियम उत्पादन थालेको छैन। तर 1970 को दशकमा गरिएको UNDP नेपाल सरकार सहकारीले देखाएको मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक छ। आज ड्रोन आधारित भूगर्भिक सर्वे, कृत्रिम बुद्धिमत्ता AI आधारित भूरसायनिक विश्लेषण र सेन्सर ड्रिलिङ प्रविधिको विकास भइसकेको छ। 1970 को दशकको UNDP सहयोगमा गरिएको पेट्रोलियम सम्भाव्यता अध्ययन नेपाली इतिहासको एउटा अनमोल प्रयास थियो। यो केवल भूगर्भीय अनुसन्धान मात्र थिएन, यो सपना थियो नेपालले पनि ऊर्जा आत्मनिर्भर बन्न सक्छ भन्ने। आज हामी आधुनिक उपकरण र नयाँ सोचसँग अगाडि बढ्न तयार छौँ। तर त्यस प्रारम्भिक सपना र त्यसले देखाएको सम्भावनालाई पुनः स्मरण गर्नु अझै सान्दर्भिक छ। नेपालको माटोमा स्रोतहरू छन्, अब चाहिएको हो ती स्रोतलाई देख्न सक्ने आँखा, खन्न सक्ने हात र त्यसबाट भविष्य बनाउने आँट। बुटवल र दैलेख क्षेत्रमा तेल र ग्यास अन्वेषणको जिम्मा चीनलाई दिए पनि दैलेखमा अन्वेषणको त्यत्रो काम हुँदा बुटवलमा किन भएन भन्ने प्रश्न धेरैको आउन सक्छ। यो प्रश्नको उत्तर दिनका लागि हामीले भूगर्भीय, प्राविधिक, राजनीतिक, आर्थिक र कूटनीतिक पक्षलाई समेटेर विश्लेषण गर्नुपर्छ। दैलेख क्षेत्रमा 1980 को दशकदेखि नै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू UNDP, NOAD, CNPC आदिले मल्टिफेज जियोफिजिकल सर्वे गरेका थिए। त्यहाँ नेचुरल ग्यास सिप्स अर्थात् प्राकृतिक ग्यास बल्ने स्थानहरू स्पष्ट रूपमा देखिन्थे, जुन सतहमै ग्यास निस्किएको प्रमाण थियो। बुटवलमा भने भूगर्भीय सङ्केतहरू सकारात्मक भए पनि त्यस्तरी सतही प्रमाणहरू कम थिए। यसले लगानीकर्तालाई हाई रिस्क, हाई इन्भेस्टमेन्ट क्षेत्रको रूपमा देखायो। भनौँ दैलेखले आफूभित्र तेल ग्यास छ भन्ने भौतिक प्रमाणहरू देखायो, बुटवलले वैज्ञानिक अनुमान मात्रै। दैलेखमा 2007 देखि चीनको CNPC, चाइना नेसनल पेट्रोलियम कोअपरेसनले 2वटा ब्लकमा गहिरो सर्वे, भू रसायनिक परीक्षण र 4000 मिटर भन्दा गहिरो ड्रिलिङ गरेका थिए। बुटवलमा भने प्रारम्भिक सर्वे मात्र भयो। सन् 1970-80 को दशकमा त्यसपछि कुनै गहिरो ड्रिलिङ गरिएको छैन। बिना ड्रिलिङ पुष्टि नहुने भएकाले निजी क्षेत्र वा विदेशी कम्पनी उत्साहित हुन सकेनन्। दैलेख जस्ता सुदूरपश्चिम क्षेत्रहरूमा विकासको न्यूनताका कारण विदेशी सहयोगमा सरकार बढी सक्रिय हुन्छ। चीनले भूराजनैतिक रूपमा पनि ती क्षेत्रहरूमा प्रभाव जमाउन चासो राख्छ। बुटवल पूर्वाधार र व्यापारिक गतिविधिमा प्रगतिशील क्षेत्र भएकाले सरकार वा लगानीकर्ताले त्यति प्राथमिकता नदिएको देखिन्छ। यस्ता क्षेत्रहरूमा पेट्रोलियम अन्वेषण गर्नु शहरीकरण, बस्ती व्यवस्थापन र भूमि विवाद जस्ता पक्षमा झन जटिल हुन्छ। चीनले नेपालसँगको सम्बन्धमा पश्चिम नेपालको भूसमारिक महत्त्वलाई ध्यानमा राख्दै पहिला दैलेख अनि चितवन, त्यसपछि नेपालगञ्ज आदि क्षेत्रहरूमा ध्यान दिइरहेको छ। बुटवल भारत नजिक र सघन जनघनत्व भएको क्षेत्र भएकाले चीनका लागि प्राथमिक कूटनीतिक लक्ष्यमा बुटवल परेको देखिँदैन। दर्शकवृन्द, आशा गरौँ भविष्यमा बुटवल क्षेत्रमा पनि पेट्रोलियम पदार्थको अन्वेषणको काम हुनेछ र नेपालले थोरै धेरै भए पनि उत्पादन गर्नेछ। आजको भिडियो हेरिदिनु भएकोमा तपाईँहरू सबैलाई धन्यवाद। म भने आजको भिडियोबाट बिदा हुन्छु। नमस्कार।